भन्दाखेरि मिस्टर प्रेसिडेन्ट भनेर एड्रेस गर्ने भनेर भने त्यस कारण म चाहिँ नि राजै भन्छु त्यसले तपाईँहरूले अन्यथा यहाँ त नेपालमा अन्यथा लगाइदिने चलन छ तपाईँहरू नलगाइदिनु होला त्यसलाई राजाको कन्टेक्स्टमा हेर्दाखेरि यो हरेक देशमा यो चलिरहेको हुन्छ हेर्नुहोस् आज पनि तपाईँ फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ त्यो चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनु पर्छ भन्ने गफ भइरहेको हुन्छ त्यो 100 वर्ष भइसक्यो राजा गएको तर राजा फर्काउनु पर्छ भन्ने गफ भइरहेको हुन्छ यसले के देखाउँछ भने माने त्यो चलिरहेको द्वन्द्व चलिरहेको हुन्छ अब यसमा हामीहरूले कसरी लिएका छौं खाली राजाको बारेमा हामीहरूले कुरा गरेर हुँदैन हामीहरूले जनतालाई कतिको खुसी पार्न सकेका छौं पिपुललाई गणतन्त्र ल्यायौं गणतन्त्रले जनतालाई केही आशा हामीहरूले दिलाउन सक्यो सकेन भरोसा दिलाउन सक्यो सकेन भन्ने कुरा इम्पोर्टेन्ट हो अब हामी चाहिँ नि तपाईहरुले पनि अहिले सोध्नु भएको के भने राजा फर्किन्छ त भनेर पनि सोध्नु भयो तपाईले मलाई लाग्दैन तपाईको माई खोलामा धेरै पानी बगिसक्यो यो 10 12 15 वर्षमा अब मलाई चाहिँ विश्वास छैन तर के छ नि कोशिश त मान्छेले गरिरहेका हुन्छन् त्यो कोशिशलाई चेक गर्ने भनेको हामीहरूले एट्याक गर्ने भन्दा पनि हामीहरूले राम्रो काम गरिकिन हामीहरूले चेक गर्नुपर्छ त्यो हो राजाको कन्टेक्स्टमा अरु के सोध्नु भएको थियो अब दुर्गा प्रसाद यो व्यक्तिको कुरा हो यसमा म धेरै गर्दिन हो कि अभिव्यक्ति स्वतन्त्रता छ मानिसहरुलाई अब मन्त्री र प्रधानमन्त्रीहरु नै तपाईको आफ्नो उसमा के बोलिरहनु भएको छ तपाईहरुले हेर्नुस् तपाईहरु खाली दुर्गा प्रसाईको राजाको या ज्ञानन शाहीको कुराहरु गर्नु छ त्यो माने छैन तपाईहरुले लेखेको गणतन्त्र त यस्तै बोल्नलाई हो हैन हैन अभिव्यक्ति स्वतन्त्रता त हुनु पर्यो नि हो यस्तै बोल्नलाई हो त यस्तो बोल्नलाई हैन तपाईले मैले भन्न खोजेको के भने हामीहरुले राम्रो काम गर्नु पर्यो नि त राजनीतिक दलहरुको जिम्मेवारी हो यो हामीहरु कमजोर भयो कि मनस्थिति कमजोर भएर हामीले कामै गर्न नसकेको हो कि भन्ने चिन्ता त्यो भएको छ मान्छे किन सडकमा उत्रिरहेका छन् अस्तिसम्म त उत्रिदैन थिए नि किन मोटरसाइकल र्याली भयो भन्दा हामीहरुको कमजोरी हो कि त्यो समात्ने भने हैन गर्न हुँदैन त्यो काम त्यो गलत हुन्छ पुरै गर्न हुँदैन इग्नोर गर्नुस् राम्रो जनतालाई तपाई सेवा दिनुस् राम्रो काम गर्नुस् भइहाल्यो नि सक्यो त त्यही कुरा हो नि हैन पहिले उहाँले एउटा सोध्नु भएको छ यो अध्यादेशको बारेमा सोध्नु भएको छ कसै साथीले हैन अध्यादेशमा चाहिँ नि मैले कन्टेन्ट भित्रको कुरा गरे हैन अध्यादेश संविधान भित्रै एउटा क्लज छ कि सरकारलाई एकदमै जरुरत पर्यो राज्यलाई जरुरत पर्यो भने अध्यादेश ल्याउन सक्छ अध्यादेश कुन बेला ल्याउने भन्दाखेरि तपाईको संसद नचलेको बेलामा अध्यादेश ल्याउने अहिले जुन 5 वटा 6 वटा विधेयक आयो त्यो के कारण भयो कि एकदम संसद बोलाइसक्नु पर्थ्यो संसद नबोलाउने अनि संसदलाई टार्दै जाने र अध्यादेश ल्याउने त्यसको 6 दिनपछि संसद बोलाउने यसले के देखिन्छ मालाफाइड इन्टेन्सन्सहरु देखिन्छ गलत उसमा छ राम्रो छ छैन भन्ने कुरा हैन अध्यादेश राम्रै होला पास भयो हिजो 5 वटा अध्यादेश पास पनि भयो हैन अब कानुन बन्ला त्यसरी अगाडि जाला तर मलाई बताउनु मैले त हेरेको छैन डिटेल पढ्न पाएको छैन त्यो भूमि सम्बन्धी अध्यादेशमा के कारणले रोक्नु भयो त उहाँहरुले किन रोक्नु भयो त्यो पनि त गर्न सक्नु पर्थ्यो नि त्यो गर्नु भएन भनेपछि मालाफाइड इन्टेन्सनले यो कुराहरु गरेको हो कि भन्ने मलाई लागिरहेको छ त्यसकारण कन्टेन्ट भित्रको कन्टेन्टको कुरा गरे हैन मैले तेस्रो कुरा उहाँहरुले अर्थतन्त्रको भन्नुभयो अर्थतन्त्र जर्जर अवस्थामा छ 25% माने कट गरेर बजेट बनाउनु र काम पनि अब 25% 25 हैन धेरै अझ बढ्दै जान्छ यो यही आर्थिक वर्षमा अझ अन्तसम्म गएर त यो पालिकाको र प्रदेशको त अवस्था नाजुक भएर जान्छ त्यो देखिरहेको छु मैले यो चिन्ता चाहिँ नि हामी सबै माने
एज ए पोलिटिसियन हामीहरूलाई त लाग्नै नै भयो हामी नेपाली कङ्ग्रेसका साथीहरूलाई। तर यो चिन्ता तपाईँको देशवासीलाई नै छ। यहीँ मलाई लाग्छ बिर्ता मोड तपाईँको जुन पहिले गुल्जार थियो त्यो गुल्जार अहिले देखिँदैन। मेरो विराटनगर पहिले एकदम गुल्जार थियो होइन, सटरहरू बन्द हुँदैछ। त्यस कारण अर्थतन्त्र चाहिँ एकदमै नाजुक अवस्थाबाट गइरहेको छ। हेर्नुहोस्, हामी सत्तामा छौँ, सरकारमा छैनौँ। यसलाई फेरि अन्यथा तपाईँहरूले लेख्दाखेरिबाट राम्रो लेखिदिनुहोस् है। म भनौँ, सत्तामा छौँ, सरकारमा छैनौँ। जो सरकारमा हुनुहुन्छ नेपाली कङ्ग्रेसका साथीहरू, उहाँहरूले एमालेसित सहकार्य गरेर अगाडि जानुपर्छ, केही उपाय छैन। केन्द्रमा पनि प्रदेशमा पनि। हामी जो बाहिर छौँ, सांसद पनि छौँ, बाहिर छौँ होइन, हामी चाहिँ नि सत्तामा छौँ तर सरकारमा त छैनौँ हामी। त हामीहरूले हाम्रो भोलिको प्रतिस्पर्धी को भन्दा एमाले देशभरि होइन, झापामा त हो नि, देशभरिको प्रतिस्पर्धी एमाले। त प्रतिस्पर्धा पनि हामीले गर्नु छ। त्यसकारण हामीहरूले सरकारलाई खबरदारी गरेर अगाडि जानुपर्ने हुन्छ। हामीले खबरदारी गरेनौँ भने सरकार निरङ्कुश भएर अगाडि जान्छ। त्यो निरङ्कुशलाई रोक्नको लागि पनि हामीहरूले खबरदारी गरिरहनुपर्छ, बोलिरहनु पर्ने हुन्छ। यसैमा मैले सत्तामा छौँ, सरकारमा छैनौँ, तर अब सरकार पनि एउटा